हेलो एन्ड वेलकम ब्याक अगेन। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। इट्स मी कर्नरिङ ब्लग्स। अब आज चाहिँ हाम्रो यात्रा भनेको टेकुसम्म हो। बाइक हल्का मोडिफिकेसन गरिदिउँ भनेर हो। ग्राफिक्स अर्डर गरेको छ। अब बाइक ग्राफिक्स हाल्नु पऱ्यो। कहाँनिर ठकुरी ब्लग्सकोमा जान लाग्छौँ। साथीले स्पोन्सर गरे हो त चाहिँ होइन। जाऊँ सन्दा पहिला टेकु जाऊँ। टेकुमा गएर एउटा सुई हान्नुपर्ने छ। भाइलाई यहाँ टक्क कुकुरले टोकेको अब त्यो सुई हानेर कलङ्की गएर हामी ठकुरी ब्लग्सकोमा गएर हाल्छौँ ग्राफिक्स। त्यसपछि के हुँदो रहेछ ग्राफिक्स चाहिँ यो छ होइन। मैले टक्क राखेको छु यहाँ स्क्रिनमा। त्यही हो। अब फाइनल लुक चाहिँ अब बाइक हालेपछि थाहा हुन्छ। अब हाल्न चाहिँ यो ट्राई गरिरहेको छु। अब के हुन्छ हेरौँ। फर्स्ट अफ अल टेकु जाऊँ। टेकुमा सुई हानेर अनि त्यसपछि बिस्तारै निस्किन पर्ला। साथीलाई बोलाउँछु त्यहाँबाट। अनि त्यसपछि सँगै निस्किन पर्ला। त्यही हो गाइस। यहाँ रोकौँ। हाम्रो मामा कहाँ हुनुहुन्छ? खोइ मामै हुनुहुन्न। कसले कन्ट्रोल गरिराख्नु भएको यहाँ ट्राफिक सट्ट लाएर खोइ। ए माइजू हुनुहुन्न रहेछ मामा त। आउनु रे ल ल ल ल हामीलाई आउनु भन्ने भइस होइन माइजूले। त्यही भएर हामी फेरि माइजूले भने त मान्न परिहाल्यो। अब पछाडि बसेर करानीको भन्दा उही मान्छे हो। बहिनी नमस्कार। कुकुरले टोकेको छ बिचरा। कुकुरले टोकेको छ। अब सुई हानेर आउनु पर्ने छ उहाँ हो। बिरामी छु म त। कुकुरले टोकेपछि बिरामी नै भइन्छ। बिरामी छु म त। फाइनली गाइस हामी टेकु आइपुग्यौँ। अब यहाँ हल्का जाम छ जस्तो छ। अनि फेरि तोला गर्दै सुइलाउन आउनु छ। रेडमा रहेछ ट्र्याकर। एक कौना लडको ट्र्याकर रहेछ क्या त्यहाँ। ब्लेक बनेन? बने खै त। मैले टेस्ट लगाइदिउँ हाने नि। के कहाँबाट थिल्ने? ऊ त मुनिवाला है। होला त्यहीँबाट हो। ऊ त लुकवाला थिल्ने जस्तो लखा। ओ यो लुकवाला थिल्ने होइन? हो। टेकु हो यो टेकु थिल्ने त यहाँ बोल्दा है। टेकु 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 थिल्ने टेकु हेलो हो। फाइनली गाइस हामी चाहिँ टेकुको भित्र छिरिसकेका छौँ। टेकु हस्पिटल यहीँ भित्र हो। ए त अस्पताल हो नि होइन? पार्किङ छैन होला भित्र। थोदौँ न यहाँ। यहाँ बाइला लेता हूँ। अलाउँदैन। हाम्रो चाहिँ यहीँ मिलाएर पार्किङ हान्दिउँ है। गाइस टेकु आइपुग्यौँ। पर्दैन। यही एउटाले काम पर्छ। ओपिटी कुकुरले त क्या ठाउँ यही हो। अस्पताल पहिले काटेछ। सेकेन्ड डोज हान्न आयो क्या।
फेरि काट्नुपर्छ ओहो ल टोकन लिने ठाउँ औषधि लिने ठाउँ टिकट कहाँ काट्ने कहाँ काट्ने कहाँ काट्ने टोकन नम्बर खै पुरानोलाई पर्दैन नि टोकन बल्दैन नि बोलाउनुलाई त उयो त होला पुरानो दिदी ए हाम्रो पुरानोलाई टोकन चाहिन्छ चाहिन्छ ए टोकन लियो त उ त्यहाँबाट उ त्यहाँबाट लियो टोकन नम्बर 360 कृपया प्रस्थान गर्नुहोला काउन्टर नम्बर 3 सेट भयो नि त गाइस टोकन लिनुपर्ने चाहिँ यत्रो लाइन छ कति 97 ए भनेपछि धेरै टाइम त लाग्दो रहेछ ल ल मैले ल फाइनली 97 यता आयो दाइ तपाईँ के गर्ले दाइ ल हामी चाहिँ गाई सुईको लागि यहाँ टिकट काट्दैछौँ हाम्रो दिदीले धन्यवाद दिदी कता दिदी फिल्दा नि आयो अत्तमै भयो त यो खोइ यहाँ त तातेन नि त के तातेन त के तातेन त टोलले त खोइ कहाँ तात्यो ए यहाँ त यता तात्याले चाहिँ 11 बजेले तालिज पनि यता भनेपछि एक तालिज भयो लगाएछ हामीले चाहिँ होइन टक्क एउटा छ अब यहाँ सुई चट्टा हान्न आएका छौँ सुई हान्ने ठाउँ लाइनमा बज्ने थब्बैतिर लाइनमा चले त गाइस हामी लाइन बस्दैछौँ यहाँ को आइबिहान एकछिन गल अहिले नगल एकछिन नगर्दै आउँछ हामीलाई टाइम लाग्छ नि त के होइन त्यस्तो गर्नुहुन्न हामीलाई टाइम लाग्छ नि अनि डाइरेक्ट यहाँ जाने टिकट काटेर ल्याउनु ल यस्तै यस्तै यस्तो सेतो ए पहिलो कहाँ काट्नु किन खुसिरहेको कतिमा जाने दुई हान्ने दाइको पति हाम्रो पालो कमिलाले त क्यास त हुन्छ है दाइ बस्नु दाइ ए ल त्यो भाइ बत्यो नि त लाइन यता नि छ उता नि छ के हो यो के हुँदैन अहिले हेर्थ्यो नि भ्लग बनाउनु लाइन कताबाट हो दुईतिर सन्त लाइन पनि
जता बसे नि हुने हो यताको हो खासमा चाहिँ त्यो दिदी त मभन्दा पछाडि थिएँ अहिले अगाडि पुगिसक्यो यताबाट लिन पऱ्यो नि त उताबाट लिएर भयो त होइन दाइ बिचरा हाम्रो दाइ कति बेर कुर्सीमा कहाँ जानु पर्ने रे दाइ अब यो दाइको पालो ल यो दुईतिलै कलाली त कला दाइ हो हामीले पनि लेखायो होला 16 गते अनि देखा त होइन लेखाएको छ 16 गते बल्ल रातो भएर यहाँ हान्ने अब पहिला बल्ल पालो आयो फाइनली एउटा सुई हान्नलाई नि धेरै दुईतिर तिग्रा गरेर बसेको छ म त बडीगार्ड हो उसको उसलाई त केही हुँदैन नि त यता यता हेर त यस्तो के हुँदैन शान्तिले खोइ कार्ड नि लानु पऱ्यो नि त धन्यवाद अब कहिले 16 गते हो धन्यवाद ल 16 गते भेटौँला है फेरि ल फाइनल गाइस हामीले चाहिँ सुई सुई हानिसक्यौँ होइन टक्कला निक्ल्यौँ खै के को डल्लो डल्लो निकाल्दैछ बित्तल मेरो मन्तुलाई ल मेरो मन्तुको दुई हान्दियो त ल आम्मा भन्छ गाइस अब साथीलाई बोलाएको थिएँ कि साथी पनि आइभएन टक्कला र अब साथीलाई फोन हानौँ सुजनलाई फोन गर अब हामी बाहिर भेटौँला साथीलाई हेरेर है गाइस ल यहाँबाट निस्क्यौँ गाइस साथी त्यो अगाडि आइपुगेको छ अरे अब त्यहाँ गएर भेटौँ हेलो 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 के त ठिक त आजलको के त ठिक त हेलो बिएबी बिएबी बा हो त बा बाको बी हेलो पेट्रोल पम्प नेरी छ भने खाएको अरे साथी त्यहाँ जाऊँ अगाडिको पेट्रोल पम्प होइन अगाडि पनि डोमिनरको भाइजर हालिदिउँ कि जस्तो मन लाग्छ कस्तो आउँछ लुक कमेन्ट गरौँ है गाइस टेकु कहाँनेरि हो टेकु कहाँनेरि टेकु यो टेकु नै हो त हो नि कहाँनेरि हो हाल्ने चाहिँ टेकु चोकमै हो हामी कहाँनेरि हाल्ने सक्छ ग्राफिक्स उता कलङ्की कलङ्की हाम्रो यो तलको तेल सिधै लामालाई त हरियो हरियो हुन्छ नि के भन्छ कुलेन छैन छैन तँ हाल्नु पर्ने भएको जस्तो
ट्याक्क जाम पनि खुल्यो जय नेपाल जय नेपाल नेपाल जब आर्मीले हिँड्नु कतिले गाडी नै होइन है त्यसले कति लोड बोक्यो होला है ल त के बस्यो यार टायर त टेम्पोको टायर त घुमिरहेछ यार कहाँनिर खोइ त यही थियो होला अगाडि जाने हो क्या हामी यहाँकोमा होइन यहीँ हो तर यहाँ रोक्न दिँदैन क्या फोन गर त एकचोटि फोन गर न साइड लाउनु न फाइनली गाइस साथी आइसक्यो होइन सर र पानी घट्टामा हेलो के छ कति बेर लाग्यो के गरे पेट्रोल हाल्न जाऊ सिधै कलङ्की निक्लिन्छ त थाहा तिमीलाई भित्रको बाटो ल हिँड न त अनि त्यसै न सिधै हिँड न त कलङ्कीबाट ट्याटु चाहिँ कडा छ क्या ट्याटु चाहिँ कडा छ क्या ट्याटु साइलाइट भल्या भले गर्छ कि भले निमाउनु बिर्सिने हो कि साइड लाइट बल्ला साइड लाइट बल्या बले गर्छ हो आफै बोल्छ ए सेन्सर राखेछ ए मेरो चाहिँ चाँडै बोल्छ फेरि आफै चाँडा बोल्छ फेरि मेरो चाहिँ लेट लाइट भयो लेट लाइट भयो लेट लाइट भयो लेट लाइट भयो लेट लाइट भन नि है त फेरि चलो बाइक मोडिफिकेसन नभएपछि त सुजन हो ट्राफिकको अगाडि हिँड्ने कस्तो गर्मी छ तर आज यार । 147 मिनट बाँकी रे त्यहाँ अगाडि जानु न पछाडि अरे त्यो छोयो लाइन छुनु भएन नि त चिट काट्छ नि चिट काट्छ हो भने ट्राफिक नभएपछि त ट्राफिकको मोडिफिकेसन नभएपछि त ट्राफिकको अगाडि जाने है चिज बाह्रमा सर ब्याग ल्याउ न चिट हान्छ अहिले अब यहाँबाट हामी भित्र छिर्न पर्छौँ यहाँबाट भित्र छिरौँ कुरा गर्दै पो हिँड्या त यो त मस्त कुरा गर्दै पो हिँड्या त चौकीबाट मुनि लागम यही हो क्या अरे होइन यही हो गाइस फाइनल्ली आयम गाइस हामी चाहिँ होइन आऊ न तिम्रो पनि ल्याउने होइन तिम्रो नछिराउने
छैन होला ग्राफिक्स आयो ग्राफिक्स आयो ग्राफिक्स एनएसको बन्दै छ म्याच गरौँ हजुर 11 बजे बोलाएको थियो ओ कृष्ण तिमीले 11 बजे बोलाएको होइन ग्राफिक अनि खोइ त ग्राफिक आएको अनि कहाँ 11 बजे बोलाएको त 1 बजेतिर बोलाउनु पर्दैन त 11 बजे बोलायो भने तिमीले अब फोन गर त्यही भएर साउन आएपछि मात्र भन भनेको मलाई अघि बिहानै आएको थियो म्यासेज 8 बजे मलाई त थाहा छैन कतिजना छ र हामी फेरि उयो लक फुस्किन्छ यार उयो लक फुस्किन्छ क्या ऊ त्यहाँको हामी यहाँडै आएर अघि होइन नि चलाइदियो कि मलाई साथीले ल्याए मात्र फसायो होइन कामै नभइकन यही मान्छेले हो फसाएको मलाई चाहिँ केही छ ल झन्डै केही छ कसैलाई गाडी गर्नु छ भन्दा इजिली गरे हुन्छ 11 बजे बोला मान्छेले आज ग्राफिक्स हाल्न आएको फर्केर जान पर्यो भोलि नभए हुँदैन भोलि 9 बजे आइपुगेन भने यो मान्छे 5000 कारबाही 5000 कारबाही राखेर ट्राफिकलाई मेरो स्कुटी हरायो नम्बरको नम्बर पनि खोइ 28 8587 नम्बरको स्कुटी चोरी भयो भनेर कम्प्लेन जान्छ लगाइ जब यो भ्लग चाहिँ भोलि कन्टिन्यू हुन्छ आजको लागि यति नै होइन अब आज मोडिफिकेसन भएन अब आजको भ्लग यहीँ इन्ड गरेँ मैले अब यही भ्लग भोलि कन्टिन्यू हुन्छ ल सी यू टुमारो